Hello guys, namaste. के छ हालखबर? Okay, very bad news for the illegal workers who are working in Romania. के भएको छ भने from 1st January 2026 यदि तपाईँ illegally without declaring तपाईँ कतै काम गर्दै हुनुहुन्छ भने full time, part time doesn't matter. Without contract यदि तपाईँ काम कतै गर्दै हुनुहुन्छ भने त्यो कम्पनीको माथि सरकारले ठुलो फाइन लगाउनेवाला छ अनि द्याट इज 40,000 रोन। पहिला चाहिँ 2,000 युरो थियो, 10,000 रोन जति फाइन लगाउँथ्यो पर पर्सन। अहिले के भनेको छ भने अनि यो अलरेडी पास भइसकेको छ ल। सो 40,000 रोनको चाहिँ फाइन लाग्छ कम्पनीको माथि। सो अब कम्पनीहरू अलिकति डरमा नै हुन्छ तपाईँहरूलाई इलिगल वर्करलाई हायर गर्नको लागि। सो यो एकदम ब्याड न्युज। तर एउटा गुड न्युज के छ भने इट्स नट येट कन्फर्म्ड, तर के छ भने मेबी किनभने यो अलरेडी एउटा ड्राफ्ट गभर्मेन्टसँग छ अनि भेरी सुन मेबी तपाईँसँग एउटा गुड न्युज आउन सक्छ कि जति पनि इलिगल वर्कर रोमानियामा काम गर्दै हुनुहुन्छ उहाँहरूलाई इमिग्रेसनले अथवा गभर्मेन्टले लिगल बनाउने केही ल चाहिँ पास गर्नेवाला छ भन्ने कुरा चलिरहेको छ। तर यो अहिले र्युमर र ड्राफ्ट चाहिँ हो भन्ने मैले पक्कै सुनेको छु होइन। अनि धेरै कुराहरू भित्रको हुन्छ त्यो लाइभहरूमा अनि टिकटकहरूमा भन्न नि मिल्दैन। तर अलमोस्ट कन्फर्म चाहिँ हो भन्ने कुरा छ, तर ल चाहिँ पास भएको छैन। सो ल पास हुने बित्तिकै आई विल सेयर विथ यु कि के भएको छ अनि साँच्चै नै यो इलिगललाई लिगल गराउँदैछ कि नै। तर यसमा पनि के कन्डिसन छ भने यदि तपाईँलाई अलरेडी एउटा नोटिस गभर्मेन्टले दिइसकेको छ अथवा इमिग्रेसनले दिइसकेको छ रोमानिया छोड्ने, त्यो केसमा तपाईँको पेपर भन्दै भन्दैन। र यदि तपाईँ 2 वर्षभन्दा पुरानो हुन्छ त्यो केसमा पनि तपाईँको पेपर नभन्ने हुन्छ। तर यदि तपाईँ रिसेन्टली 1 वर्ष 2 वर्ष कटेको छैन त्यस्तो त्यस्तो के केस छ भने डेफिनेटली तपाईँको लागि हुन्छ होला। सो अहिले कन्फर्म चाहिँ छैन, तर भेरी सुन हामीसँग यो 2025 एन्ड हुनुभन्दा पहिला नै हामीसँग यो ल पास भएर आइसकेको हुन्छ नि, हामीलाई सबैलाई थाहा हुन्छ। त्यो बेलामा म तपाईँहरूसँग सेयर गर्छु। तर अहिलेको लागि ब्याड न्युज त यही हो कि 40,000 रोनको जुन फाइन लगाउने यो ल पास भएको छ यो अलिकति इलिगल काम गर्ने जहाँ पनि इलिगल मान्छे राखेको हुन्छ उनीहरूको लागि अलिकति गाह्रो हुने भयो। कम्पनीहरू डराउँछ मान्छेलाई हायर गर्नेको लागि। सो यति नै हो आजको लागि। बाई बाई।